तिमीसँग पैसा छ जति धेरै छ कहाँ छ खै पैसा चाहिँ मेरो ब्यागमा ब्याङ्कमा त अर्को नयाँ ठाउँमा तिमी कतिको एक्साइटेड छौ त ठुलो छ धेरै छौ कि थोरै छौ ठुलो ठुलो एक्साइटेड ओ माई गड हामी चाहिँ रेडी भइसकेको छौँ अब ट्रेकिङ जानको लागि र यहाँ रहेको छ हाम्रो ब्याकप्याकहरू सबै ब्यागहरू चाहिँ यहाँ प्याक भएर यसरी रेडी भएर बसेको छ रेडीको पोजिसनमा छ र अब चाहिँ केवल हामी खान्छौँ हामी खाएर रेडी भएर जानेवाला छौँ हामी कहाँ जान्छौँ भनेर चाहिँ म तपाईँहरूलाई त्यही पुगेपछि बताउने छु र अब चाहिँ म चाहिँ कफी खानु लाग्यो अनि कफी सबै खाएर हामी चाहिँ सबजना हिँड्छौँ चाहिँ हाम्रो पूजा चलिरहेको छ अब जानुभन्दा अगाडि एक सट र हाम्रो दाइले पूजा गर्दै हुनुहुन्छ एमी चाहिँ भर्खर उड्दैछन् हिमालमा जाने कि नजाने एमी जाने कि नजाने निस्केको अब हामी चाहिँ बबाई मुवा लक्ष्मी ओ ल्याइसक्यो कुङ्गा दाइले त्यो नै हजुरले दिएको नै अघि अब चाहिँ हामी सबजना रेडी भइसक्यौँ यहाँ कुङ्गा दाइहरू पनि ल छिटो आउनु है भाउजू यता हेर न मुवालाई बाई गरेर आउने माया गरेर मुवालाई बाई भनेर बाई बाई ल एमीको टर्न एमीले माया गर्छ अब चाहिँ हामी हिँडेको साथीहरू ट्रेकिङको लागि बाई एमी बाई कहाँ जानु लाग्यो कहाँ जानु लाग्यो होला थाहै छ कहाँ जाने हिमालमा हो यसलाई त अल्छी लगाइरहेको छ भर्खरसम्म एक्टिभ थियो यहाँ हाम्रो कुङ्गा दाई पनि रेडी भइसकेको छ छम पनि रेडी अनि यहाँ पेम्बा दाई र एमी अनि म पनि रेडी नै यता हेर न हाई गरिदियो न हाई यहाँ हाम्रो सामान झार्ने काम भइरहेछ पास पनि आइसकेको छ नागरी त आउनु अब बोल्नु पर्छ साथीहरू हामी चाहिँ छिरे अब भित्र छिरिसकेका छौँ सबजनाको ब्याग हेर्नुहोस् यति सानो सानो छ मेरै ब्याग होला सबभन्दा ठुलो चाहिँ वेट नाप्दैछ एमी के हो चिन्दैन ल फाइनली भित्र छिरिसक्यो अब हामी हेलो मान्छे त पुरै एमिल चाहिँ मलाई यसको लुगा भित्र हालिदिनु त ल है साथीहरू छिरे अब चाहिँ हामी पनि आइडी पनि चाहिन्छ हो बाई एमी राम्ररी जाऊ ल बाई बाई अहिले चाहिँ खतरनाक रहेछ है भालुवाला
ल है साथीहरू अब चाहिँ हाम्रो यात्रा सुरु भयो सबजना रेडी होइन त ओ माय गॉड आर्मीको हेलिकप्टर हिमाल त यहाँबाट पो राम्रो देख्दो रहेछ कुन हिमाल हो कस्तो राम्रो ल हामी चाहिँ निक्ल्यो है फाइनली ओ माई गॉड क्या खतरा उडेको यार प्लेन कस्तो स्पिड जाँदो रहेछ है गयो उडेर। तिम्रो ब्यागमा राख्दा मेरो ब्याग हाल्छ नि ल साथीहरू अब हामी चाहिँ अब सब रेडी भइसक्यो हामी चाहिँ हिलीलाई कुर्दैछौँ हाम्रो एमी ल म चाहिँ आज मुडै ठिक भएन के भयो एमी आऊ आनी बोक्छु आऊ एमीको मुडै ठिक भएन क्या आज के भयो यसलाई के भयो यता जाने ओ माथि हेर न प्लेन उडेको मन पऱ्यो नि तिमीलाई आङपेमा मेरो आचुकुङ्गा ब्याग निकाल्दिन मेरो हो होइन पछाडि बोक्ने त ल अब चाहिँ हामी उड्छौँ एकैछिनमा हाम्रो प्लेन आएपछि अहिले चाहिँ हाम्रो एमी हल्का अल्छी गरेर आएको छ त्यही हो के खाएको एमी के हो ल साथीहरू पुग्यो हामी यो क्याप्टेन सुजल हो क्या होइन रविन्द्र ल साथीहरू अब चाहिँ हामी हेलीको छेउमा आइसकेको छौँ फेस ट्र्याक चाहिँ इनेबल गर्नु पर्यो ए घुमौँला अरे र हामी जाने हेली चाहिँ यही रहेको छ अनि अब एकैछिनमा चढ्ने हो हेली अब यो घुमाउने रे अनि घुमेपछि चाहिँ हामी जाँदैछौँ यसमा सरर चढेर लुक्लामा जान्छौँ अनि लुक्लाबाट चाहिँ हामी त्यहाँबाट चाहिँ हिँडेर ट्रेकिङ गर्छौँ उता एउटा चाहिँ उड्नुलाई रेडी छ फेरि अब हाम्रो चाहिँ अझै 15 मिनट लाग्छ अरे त्यसपछि चाहिँ हामी जानेवाला छौँ ल यहाँ भाउजू हुनुहुन्छ पेम्बा दाई हुनुहुन्छ कस्तो लागिरहेछ त अब जानुलाई कतिको तयारी हामी फुल तयारी भएर आएको छौँ अब हामी लुक्ला उडान बढ्ने समयमा छौँ हिँड्नु चाहिँ सक्छ कि सक्दैन है 15 मिनटपछि हामी लुक्लाको उडान बढ्नेछौँ पिस्टल हेलिकप्टरमा कस्तो तयारी हुँदैछ एमी कस्तो हुँदैछ तयारी ममाको कस्तो हुँदैछ तयारी मामाको यहाँ एमीको तयारी भएपछि मामा नि तयारी ल तपाईँ के भन्नु चाहनुहुन्छ अब हामी यहाँबाट पिस्टल एयरबाट लुक्लाको उडान बढ्दैछौँ बिहानको 9 बजेर 1 मिनट गएको छ अब हामी 9 बजेर 15 मिनटमा यहाँबाट लुक्लाको उडान बढ्नेछौँ र यहाँ हामी चाहिँ हेलिप्याडमा सबैजना वेटिङमा बसिरहेको छौँ हेलिकप्टरको नयाँ ब्याट्री हालेको हुनाले हामी चाहिँ अहिले यहाँ उडानको लागि चाहिँ नि ब्याट्री टेस्ट गर्दैछौँ अहिले पर्व हेलिकप्टर उडिरहेको छ र त्यसपछि हाम्रो पिस्टल हेलिकप्टर उड्ने क्रममा छ र सबै हेलिकप्टरहरूको चेक जाँच भइरहेछ त्यसकारण सबैजना यात्रुहरूलाई हामी राम्रोसँग हिँड्नु होला भनेर अनुरोध गर्न चाहन्छु धन्यवाद म त 3 हप्ताहरूदेखि तयारी यति धेरै तयारी र किनमेल कि म भइदा एउटा बिहानै सक्थ्यो भन्छ नि त्यो मामुले मेन प्रब्लम चाहिँ त्यो मात्रै हो सबजना एकदम दुईजना ओभरवेट एउटा चाहिँ नि बोर्डर लाइन ओभरवेट एउटा मात्रै फिट एमी पनि फिटै भन्नु पर्यो अब भाउजू र मेरो चाहिँ के हुन्छ थाहा छैन अरूहरू त सबैजना एकदम फिट एन्ड फाइन चाहिँ भएर एमीको म त पहिले चढेको मान्छे एमीको चाहिँ यहाँ हाम्रो इन्टरभ्यु सुरु हुँदैछ गुड मर्निङ नमस्ते गुड मर्निङ एभ्रिवान गुड मर्निङ हेलो 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 गुड मर्निङ भन्नुहोस् न गुड मर्निङ भन्नु न हेलो भन्नु न गुड मर्निङ भन्नुहोस् न के हो भने गुड मर्निङ हेलो हेलो भन्नुपर्छ के हेलो गर्ने फोन हो अब हेलो हेलो गुड मर्निङ एम लामा शेर्पा नमस्ते नमस्ते भन्नुहोस् नमस्ते भन्नु न नाकमा त्यो सब जान्छ त्यसलाई मजा आएर एमीले लिएर सिँगान पुछिदिन्छ जस्तो होइन त्यो मजा आउँछ नि त्यो त भन्नु पहिला न्यान्सी अलिकति बोल गुड मर्निङ भन्नुहोस् न एमी गुड मर्निङ भन्नु न
गुड मर्निङ उसको यो गुड मर्निङ थम्स अप गरिरहेछ यस्तो गरेर एमा हेलिकप्टर चढ्यो सरको अब एरियामा चढेको है ल है अब हामी चाहिँ रेडी उता तलबाट अहिले अब ल है अब हेली चढ्नु रेडी जानुलाई म अगाडि बसेर तपाईँसँग अगाडि को बस्ने को बस्ने म बस्छु ल तपाईँ छिरिहाल्नु नि तपाईँ सब बिचमा बस्छ म साइडमा लु छिरिसक्नु भयो हाम्रो दादा चाहिँ ल है साथीहरू हामी चाहिँ बसेँ हेलीमा बाई बाई एमी अब चाहिँ हामी लुग्ला पुग्छौँ लुग्ला पुगेर तपाईँहरूलाई देखाउँछु यहाँ सिट बेल्ट पनि बाँध्नुपर्ने हो यसलाई मिल्छ चाहिँ आफ्नो त यो चाहिँ कहाँ बाँध्ने हो ल है रेडी भयो अब हामी चाहिँ जानुलाई ल ए फोटो पनि खिचिदिनुहोस् ल रेडी सबैजना रेडी एमी पनि रेडी चाहिँ हामी सबजना हिँडेको रेडी भइसकेको छ यहाँ मेरो दाइ फेरि बोला बोलाइ गर्छ वाक्क लागिसक्यो मलाई चाहिँ सैटरी बोला यहाँबाट भइसक्यो क्या एउटै हो हाल्दाखेरि ज्या हुन्छ भगवान् साह्रै दुःख दिन्छ त्यो ल है मैले चाहिँ लगाएँ अहिले लड्के सुन भगवान् अनि यस्तो दुख कान त यो त त्यो घुममा भए जस्तो पो हुँदो रहेछ ल है हाम्रो चाहिँ पहिलोचोटि हो नि त अलिकति गर्नै पर्यो है साथीहरू गाह्रो छ ल अहिले हामी चाहिँ उडेपछि देखाउँछु तपाईँहरूलाई बाई पक्रिँदै लाग्छ खास नलाई त के हुन्छ चार्ज गरेर खाइद रेडी हो एमी रेडी रेडी लुग्ला पुगिसक्यो यो चाहिँ लुग्लाको एयरपोर्ट अनि कुङ्गा दाइ चाहिँ यता हुनुहुन्छ भाउजू यता हुनुहुन्छ अनि म र एमी चाहिँ यता छौँ आया थाक्यो एमी
उता हेर्नु प्लेन भर्खर एउटा उड्यो अब पेम्बा चाहिँ कतिखेर आउने हो साथीहरू हाम्रो चाहिँ ट्रेकिङ स्टार्ट भयो अब चाहिँ खतरनाक होला हिँड्नु सक्ने हो कि होइन हामी यहाँ टेक त बेबी किन पुग्यो फाइनली हामी चाहिँ लुक्लामा अब लुक्लाबाट चाहिँ हामी चाहिँ हिँडेर ट्रेकिङ गर्नुपर्ने हुन्छ सक्छ कि सक्दैन हामी चाहिँ एमी स्टेसन भरे हिँड्नु मान्ने हो कि होइन है ओ आनीले च्याप्पा समाउन घाँटीमा समाउन आनीलाई हो त्यसरी ल साथीहरू यही हो अब गाह्रो भयो एमी चाहिँ फेरि यस्तो अलिकति उसलाई बोल्नु चाहिँ टाइम लाग्छ कि हतपत बोल्दिनँ नि त यो हात दुख्यो यसपालि आनीलाई दुब्लो पारेर छाड्छु जस्तो हो एमी आनी दुब्लायो भने के गर्ने अनि एमीलाई बोकेर आनी दुब्लायो भने कस्तो भयो त भाउजू अहिलेसम्मको यात्रा एमी चिलबिल भइरहेछ सबैजनालाई टस्टले त्यही त बेबी हेलिकप्टरमा सुतेर भर्खर उठेँ त्यही त टसीले हेर्नु एमीले लुग्ला मन पर्यो हो के गरेको त्यस्तो गर्नु लुग्ला मन परेको हो त्यहाँ बुवा छ मजा रमाइलो पो लाग्यो मेकअप गर्ने पनि सोचेर मेकअप गरेको के गरेको क्रिम लगाएको हो ल हाम्रो चाहिँ खाजा आइसक्यो अब खानको लागि एमो तिमी के खाने तिमी हजुर के रहेछ त्यहाँ हाम्रो सिट होइन यो पसलको बुझ्यो ए मिठो छ कि छैन भनिदेऊ न मोबाइल हेर्नु बिजी छ परै गयो एमिलो एक्लै बाई बाई हाम्रो चाहिँ ट्रेकिङ सुरु भएको छ र हाम्रो ट्रेकिङमा एकदम राम्रो र छिटो हिँड्ने चाहिँ हाम्रो एमी परेको छ अहिलेसम्ममा एमी एमीले चाहिँ हरेस खाइसकेको छ छिटो कहाँ टेक्ने होला अब ल हाम्रो चाहिँ लेफ्ट राइट सुरु भयो अब चाहिँ लेफ्ट राइट सुरु भइसक्यो एमी पनि आउँदैछ यहाँ हाम्रो दाइ चाहिँ अगाडि एक्लै भाउजू 4 घन्टामा होइन 8 घन्टामा चाहिँ पुग्छ जस कस्तो ज्ञानी बच्चा रहेछ कतातिर जाने अब कता जाने यता ए एमीको कपाल सबै काट्नु पर्यो ताक्लो पार्दिनु ताक्लो चिन्टे पार्ने एमीलाई चिन्टे एमी जोक्यो रे ला मुट्यो हेर डाइपर लगाइदिनु पर्ने पापा दुब्लाउँछ एमीको अब चाहिँ हामी पासाङलामु गेटबाट चाहिँ हाम्रो यात्रा सुरु भयो एमीलाई पापालाई एमीले छोड्दैन जस यहाँ चाहिँ समाएन भने अनि
औ आन्सँग हिँड्नु ल उता झोल सिधा लाग्छ कुनाबाट हेर्न न आङ्कुङ्गा अब चाहिँ जोस आए उसले यस्तो बाटो मन पर्छ उसले ठाउँ हेरेर हिँड्छ कि ट्रान्सफरिङ गरेर हिँड्छ कति कतिजना आची है डाइपर नलाइदिएर अनि डाइपर लगाइदिनु पर्दैन ठिक हेर्नुहोस् यहाँ खतरनाक छ बाटो चाहिँ यस्तो बाटोमा चाहिँ हाम्रो एमीलाई फेरि एकदम हिँड्नु मन लाग्छ है एमी तिमीलाई यस्तो बाटो मनपर्छ हो भन न ल हेर माथि पुग्नुसम्म यस्तै बाटो अरे अब चाहिँ यहाँ हामीलाई यहाँ हाम्रो एमी हिँडेको हेर्नुहोस् यहाँ ल अब चाहिँ हामी चाहिँ हाम्रो एमी चाहिँ हामीभन्दा राम्रो हिँडिरहेको छ यतिखेरसम्म चाहिँ कस्तो फ्रेस यहाँ चाहिँ वाउ खोला आयो बेबी खोला फुल फुल एउटा एउटा लिउ न के भाउजू एकछिन बेबी एउटा फुल टिपन यहाँ ससो हो गर्नु यहाँ यहाँ चलाउने पुलमा चलाउने त्यसलाई पुल कटाउँ कसरी छिटो कटाउँ भइरहेछ यहाँ चलाउ यहाँ राख्नुपर्छ नि बेबी यसमा त यसरी जीहरू जीहरू जी गर त्यो भयो ल मैले चाहिँ एमीलाई पछाडि छोडिदिइसकेँ अब यो त खतरै हिँड्छ त है एमी यो त के नि गर्नु वाह थाकेछ वाह अब झन् उठेर हिँड्छ हेर्नु है अब टुई टुई हिँड्दछ नि त यो त हो तल स्कुल हेऱ्यो स्कुल यो यता चौरी खर्का चौरी खर्क पुग्यो ल हामी चाहिँ हो त्यसो गऱ्यो भने त लड्छ नि बेबी गुम्बा यतापट्टि स्कुल हाम्रो यहाँ मेरो पापा बच्चाको थियो फेरि लड्डु खाने चक्लेट लड्डु खाने खाने रे अनि जिजु बिन नपिवा अब जुजिया आइया बेजिया के बात आइजी बिजु गाई सानो गाई के हो एमी यो सानो दाइ गाई उच्यो हो त्यति गाई हो ठुलो उयो सानो गाई पनि छ एमीलाई कुन चाहिँ गाई मन पर्यो सानो दाइ उच्यो सुलो दाइ अनि एमीलाई कुन चाहिँ मन पर्यो सानो कि ठुलो सुलो दाइ बनेन यहाँ हो र अब भोलि पर्सि ठुलो भन्छ क्या एमीलाई मन परेको कुन चाहिँ छैन सुलो बन्छ दाछाएर हो नि सुलो बन्छ हो नि घाँस खाएर ठुलो भन्छ नि एमी पनि घाँस खाने हो एमी एमी पनि ठुलो हुन्छ घाँस खाने खाने रे ल घाँस खाऊ माथि पापा खानु भन्न झारपात सबै खाने के रहेछ एमी फेरेपछि मात्रै आउँछ भोक लागेर घाँस खाँदैछ गाईले
कति देर भोक लाग्यो एकछिन हेरौँ न कहाँबाट हेर्ने पुच्छर पुच्छर मन पर्यो एक लात्ती हान्यो भोक लागेर हेर्नु बिचार मलाई एमीलाई नि भोक लाग्यो खोइ त लड्डु निकाल न खोइ निकाल मेरो एमी किन पापाले बोक्छ नि अनि अनि त थाक्छ अनि पापा त थाक्दैन यहाँबाट सक्छ नि त फेरि के अब चाहिँ एमीलाई चाहिँ बोक्नु पर्ने भइसक्यो अवस्था अनि पापाले होइन आनीले बोक्ने रे अब आनी भन न बोक्नु नि छ अनि फेरि बोलेन भने छोडिदिन्छु नि फेरि तिमीलाई सजिलो भएछ कि गाह्रो हो त्यो दादाको उसमा बोक्छ अरे दादाले हुन्छ किन नि अनि आनी थाक्छ नि त नि आनीको माया लाग्दैन तिमीलाई लाग्छ अनि दादा र पापाले बोक्दा हुँदैन किन पापाले माया गरेर बोक्छ कि बोक्दैन तिमीलाई बोक्छ भन न अनि पापासँग जाऊ न त प्लिज प्लिज के खोइ कताबाट थ्याङ्क यू एमीलाई चाहिँ एमीको चाहिँ अर्को बोक्ने भाइ छ अनि उसले बोक्छु भनेको मानेन अनि पापाले बोक्छु भन्दा नि मानेन अनि आनी दुब्लाउनु पर्छ भनेर आनीलाई बोका भन्यो है एमी हो कि होइन हो फर्स्ट ट्रेकिङ विथ बेबी मेरो चाहिँ पहिलो ट्रेकिङ एमिला मुसँग सरी फर्स्ट ट्रेकिङ त होइन दोस्रो ट्रेकिङ हो तर एमीसँग चाहिँ पहिलोचोटि यहाँ हेर यहाँनिर चाहिँ हाम्रो छोडिदिनु पनि रहेछ माने 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 अनि हाम्रो एमजोलाई चाहिँ आनीले बोक्नु पर्यो रे वाट ह्यापेन को दाई खोइ गाई गाई दाई होइन गाई 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 काउ त्यो काउ नाकभरि गाउ कोटाएर खाऊ हामी चाहिँ अहिले अझै हाम्रो यात्रा सायद हाम्रो यस्तो हिँडाइ भयो भने चाहिँ 3-4 घन्टै लाग्छ भन्ने कुरा आएको छ अब हेरौँ के हुन्छ अब एमीलाई बोकेपछि त हामी पनि छिटो हिँड्नुपर्ने हुन्छ सायद बिस्तारै हिँडेर हाम्रो काम चल्दैन क्यामेरा खस्यो भने मेरो सायद लेन्स चाहिँ 2 दिन पनि टिक्दैन होला ल यो माने घुमाउने एमीलाई लिँदा ऊ दादा आउनु भएछ नि त पछाडि हेर त जान दादासँग ऊ त्यहाँ ऊ एमी लिन आएको अरे नि त सोध त मलाई लिनु आउनु भएको हो भने त है एमी बाटो कस्तो छ एमी अघि आएको जस्तै सेम बाटो आएछ फेरि कति धेरै खच्चर एमी कति धेरै खच्चर आयो के हो यो एमी बिजनेसमा कति भारी हुन्छ होला है हामीलाई चाहिँ यहाँ खच्चरले बाटो छेकेर राखेको छ अहिले तिनीहरू ऊ यसले चाहिँ केही बोकेन छ एमी
डर लाग्यो आउँदो पनि आउँछ उच्याबाट आउँदैन अब मैले नआऊ भनिसकेँ अब हामी आउनेसम्म तपाईँहरू कोही पनि नआउनु होला प्लिज भनेको छु ल मैले धेरै आउँछ अटो पनि दुईटा धेरै आउँछ अटो आउँदैन अब पनि आउँदैन भोलिपर्सि धेरै आउँछ अब आयो भने त एमीको लागि छोडेर गइदिन्छु म त अब आयो भने एमीलाई यहाँ छोड्छु अनि म गइदिन्छु ता पर हुन्छ हुन्छ कि हुँदैन अनि आउँछ हान्छ नि अनि तिमीलाई त मलाई त हान्दैन म त उसको साथी हो तिमी त होइन म उफ, त कस्तो भइरहेछ एमी मन्जीको साथी हो तिमी मङ्कीको साथी हो म होइन नि त तिमी ठुलो मान्छेको साथी हो म ठुलो मान्छेको म ठुलो मङ्कीको साथी हो तिमी सानो मङ्कीको साथी मङ्कीले के गर्छ भन त स्विमिङ गर्छ मङ्कीले अनि माम खान्छ खाँदैन खान्छ मङ्की ज्ञानी हुन्छ कि चकचके हुन्छ ज्ञानी ए अनि मङ्की हिँड्छ कि बोक्नुपर्छ हिँड्छ अनि एमी चाहिँ हिँड्छ कि बोक्नुपर्छ बुझ्नुपर्छ किन हिँड लाग्ने बाटो आएको यहाँ चाहिँ है कस्तो राम्रो बाटो है वाउ बेस क्याम्प जानु पर्यो है एमी एभरेस्ट बेस क्याम्प जाँदाखेरिको बाटो आचु आनीको जस्तो जाँदा हात छैन आचु के गर्यो अरे एमीले कहाँ सु गर्यो अरे आचु एमी सुसु कहाँ गर्यो उज्या टोइसमा ठिक रे हो तिमीसँग पैसा छ कति धेरै छ कहाँ छ खै पैसा चाहिँ मेरो ब्यागमा ब्याङ्कमा अनि तिमीले मलाई भोलि साँच्चै लेन्स किनिदिन्छौ नि एमिल लेन्स किनिदिन्छु भनेको छ अर्को पापा छैन पापाले पो किन्ने तिमीले होइन हो भयो ए एमिले किनिदिनु परेन भइहाल्यो नि मैले एक्स्ट्रा किनिदिन्छु नि कस्तो एक्स्ट्रा यस्तो क्यामेरा किनिदिने कसम साँच्चै किनिदिने किन्दिएन भने म त रुन्छु नि फेरि तिमीले फेरि किनिदिन्छु भनेको छ मलाई चाहिन्छ है ल ल मलाई त जसरी पनि चाहिन्छ मेरो ब्यागमा पैसा छ नि कति धेरै तिम्रो ब्यागमा पैसा छ तिम्रो ब्याग चाहिँ कहाँ छ मलाई त्यो ब्याग खोज्नु मन लाग्यो घरमै छ घरमै छ तिम्रो ब्यागबाट म सबै पैसाहरू लगेर अनि लेन्स किन्छु ल हुन्छ ओके थ्याङ्क यू सो मच एमीले मलाई कहिले किनिदिने एमी मेरो बर्थडेमा अनि मेरो बर्थडे कहिले हो मेरो बर्थडे भोलि होइन तिमीले गफ हान्यो अब चाहिँ मेरो बर्थडे आउनु कति छ अझै थाक्यो एमी म आज सैटरडे हो कि होइन आज स्याटरडे आज मन्डे हो मन्डे आजु मन्डे हो आज मन्डे स्याटरडे होइन मन्डे टुवेल मन्डे 10 मन्डे आजी मन्डे आजी हामी चाहिँ सोलो ट्रेकिङ हान्दै यतिखेर है एमी भन न मन्डे 18 सन्डे मन्डे भन ल तिमीले आउँछ भने सन्डे मन्डे भन सन्डे मन्डे भन त ल कतिको रहेछ हेर्नु आउँछ सन्डे मन्डे भन्नु आउँछ कि आउँदैन भन न एबिसिडी आउँछ कि आउँदैन ल 1 2 3 भन 1 2 3 4 हामी कति छिटो हिँडेको पापा मामा हिँड्नै सकेन है
भन न 1 1 2 2 वेयर इज आवर पापा मामा माथि रहेछ लास्टै लोसेहरू सबैजना लोसे रहेछ है एमी र म मात्र स्ट्रङ अब हामी कहिले पुग्छ होला ता उता अर्को नयाँ ठाउँमा तिमी कतिको एक्साइटेड छौ त म ठुलो छ धेरै छौ कि थोरै छौ ठुलो एक्साइटेड ओ माई गड बाटो फेरि खतरनाक छ है साथीहरू म बाटो देखाउँ तपाईँहरूलाई बाटो त ठाडै हो नि फेरि ठाडै यस्तो छ बाटो है एमी ठाडै बाटो छ यो बाटो क्रस गरेर जानुपर्छ हामी चाहिँ अनि हाम्रो टिमहरू चाहिँ लास्टै माथि छ लास्टै माथि उनीहरू चाहिँ आउनु सकेको छैन बिचरा तिमीलाई कोही चाहिन्छ त चाहिँदैन कोही पनि चाहिँदैन पापा मामा पनि चाहिँदैन पापा मामा मात्र चाहिन्छ पापा चाहिँदैन चाहिन्छ अनि किन चाहिँदैन भनेर अनि आनी चाहिँ चाहिँदैन चाहिन्छ है ट्रेकिङ गएर के दिनले अहिले चाहिँ हामी हिँडिरहेछौँ हामी जेपाइ चाहिँ बोल्छ है जेपी चाहिँ बोल्नु हुँदैन ल एमी लम्बु शेर्पा एमी लम्बु शेर्पाको पापा स्ट्रङ छैन अनि आनीले बोकेको खोइ घोडा आयो फेरि के आयो घोडा पुल आएछ नि त अब त पुल आएछ पुल झुलुङ्गे पुल अब यो पुल तरेर जानुपर्छ होला हामी ला कसरी जाने अब हल्लिन्छ एमी हामी यताबाट टुई हिँडेर जाने हो न समाउ एउटा उतै राख्नुपर्छ क्या हामीले राख्छु एमी डर पुगेर ल हामी चाहिँ पुलमा फुल राखेर हिँड्यौँ कतिको हल्लिने हो यो पुल एमीलाई डर लाग्छ कि लाग्दैन पुल देखेर अब हेर्नु न साथीहरू एमीलाई त डर लाग्दैन अरे आनीलाई चाहिँ डर लाग्छ हिँड्ने तिमी यहाँ ओ माई गॉड कोही छैन हाम्रो पछाडि ओमाङ बजाङको बेमेछु देखाउमा ओ माने बेमे कस्तो डेन्जर हो पुल पनि अचम्म लाग्ने ओम माने बेमे ओ माने बेमे ओ माने बेमे भगवान् मलाई चाहिँ पुलदेखि साह्रै डर लाग्छ साथीहरू एमीलाई त डर पनि लाग्दैन रहेछ ओ माने बेमे कति हल्लेको एमी अनि हिँडिहाल्छ नि उनीहरू त बानी भएको मान्छे हो नि त अनि त कहिले पुलमा हिँडे छैन नि त तिमीलाई पो तिमीलाई डर लाग्छ लाग्दैन बुई आमा म के हो अरे यहाँ त्यो मान्छेहरू हिँड्ने मान्छे जान हामी त पुरा काम त पो रहेछ भाइ ओए एमी डर लाग्यो अबे डर लाग्यो मलाई डर लाग्यो छिटो जाऊ छिटो हो माने बेमे हो छिटो जाऊ यस्तो खतर छ पुलै तर्सेर ल हाम्रो मान्छे त आउनु नि त एमी हामी रङ वे आएन कि एमी पापाहरू आएन त यतै त होला नि है बाटो यही त होला नि होइन यही बाइक छैन है मान्छे सुनसिन जाँदा फरक पर्दैन हेर्नुहोस् झरना धेरै पिङ खेलाउने होइन खुट्टालाई बुझ्यो
आफै पिन्चिरहेछ अनि तिमीले खुट्टा निकाल्यो भने पिङ खेलिहाल्छ नि आनीले जस्तो स्ट्रङ भएर भित्र राख्नु पर्यो नि खुट्टा पिङ नखेल्नुलाई त हो कि होइन भन त हो भन न हो भन न तिमीलाई हो भन्नु आउँदैन ल साथीहरू अब हामी यहाँ पारि पुग्छौँ यसलाई कस्तो दिदी अहिले धुर्क पारे छैन अब सिद्धियो अब सिद्धो अब घोरिनीहरू मात्र हो एमी र म मात्र हो अब घोरिनी अब आनी र एमीले त्यो डाँडा कसरी कटाउने हो थाहा छैन मलाई हेर्नु है साथीहरू अब थारै यस्तो छ है त्यो डाँडा कसरी कटाउने हो थाहा छैन होटेल रिभ्यू रिभर भ्यू यो ढोला बादमा छ हान्छ के छ रे यो ढोला बादमा छ हान्छ हान्दैन हामी स्ट्रङ मान्छेलाई घोडाले त के छोराले पनि हान्दैन साथीहरू मेरोमा ढोला त नजिकायो भने टच्छ टोक्दैन केहीले पनि टोक्दैन ओम आहुङ बजाउँदै ओम आहुङ बजाउँदै भन न ओम आहुङ बजाउँदै नसुकेको ओम आहुङ मलाई लास्ट डर लाग्छ पुल दुख्यो है साथीहरू के गर्नु फेरि ऊ आयो ठुलो खाले पो आयो यो त घोडा होइन नि यो त खच्चर होला ए सरी यो त खच्चर पनि होइन घोडा पनि होइन यो पिच यो के हो मलाई पनि थाहै छैन हौ तिमीलाई पनि थाहा छैन यो भैँसी हो त्यो भैँसी होइन यो के होला यत्रो सिङ छ यो भैँसी त होइन यो के हो यो के हो दाइ जप्चु जप्क्यो अरे यो जप्क्यो अरे नि जप्क्यो गोरु पनि होइन गाई पनि होइन जप्क्यो अरे के हो जप्क्या भने एमी थाहा छ तिमीलाई के हो मलाई त मलाई पनि थाहै छैन नि के हामी दुईजनै लाती रहेछ है लु हामी चाहिँ त्यहाँ पारिबाट यहाँ वारी पुगिसक्यो ओ माथि पुगिसक्यो हेर बेबी माथि पुगिसक्यो यो खच्चरहरू अब हामी यहाँबाट चाहिँ म र एमीले चाहिँ यो उकालो पार गर्नु सक्छ सक्दैन त्यो पनि थाहा छैन हामीलाई हिँड्दै गएको छ त्यो बच्चाहरू दुध हो खाँदैन बिचरा उनीहरूलाई नि आया हुन्छ नि त अब त साथीहरू अब गु निस्किन्छ गु यहाँबाट माथिसम्म पुग्दा त हामी बाटो नै यस्तो छ ठाडै उकालो छुट्टीमा मात्र के अरे सिजनमा 2 वर्ष मात्रै गरेको एमीले चाहिँ माम पकाउँदैछ भुजा माम र चाउचाउ ओके मिठो पकाउ ल हाम्रो एमीको चाहिँ खाजा पनि आयो
अब सबजना मिलेर खाजा खाने कति गाह्रो भयो त अहिलेसम्मको यात्रा भाउजू अबदेखि चाहिँ गाह्रो होला जस्तो छ एकदम सजिलो बाटो पनि अब गाह्रो अहिले आज भोलि होला भोलितिर चाहिँ गाह्रो आज छैन अनि आङकुङ्गाको म त पहिल्यै सगरमाथा चोरेर आएको मान्छे के गाह्रो हिँडे जस्तै भएको छ। एमी कति गाह्रो भयो तिमीलाई